नमस्कार, म श्यामल पलकमा वेलकम छ 2083 साल भदौ 12 गते तारिक राखी बन्धन पर्न गएको छ भोलिको दिन। नेपालमा अहिले शोकाकुल परेको छ एरोसुया घटनाले गर्दा होइन। त्यस कारणले गर्दा होइन म के निर्णय लिएको छु भन्दा 11 वर्ष भयो म परदेशमा राखी बान्न पाएको छैन। त्यस सन्दर्भमा अहिले नेपाल हाम्रो देश रोइरहेको छ। त्यस अवस्थामा म के अठोट लिएको छु होइन। भोलिको दिनमा होइन कसैका दाइ गुमे, कसैका भाइ गुमे, कसैका छोराहरू गुमे, कसैका बाउ गुमे होइन। पीडादायी घटनामा बारेमा सम्झेर होइन अहिले आउँदै गएको 2083 साल भद्र 12 गतिको राखी बन्धनमा होइन राखी नबान्ने निर्णय गरेको छु होइन। यसमा मेरो बहिनी दुवैमै छ होइन। बहिनीलाई असर परेछ भने नराम्रो लागेको छ भने त्यसको लागि म माफी पनि चाहन्छु। किनभने अहिले नेपाल हाम्रो देशमा होइन शोकाकुल परिरहेको छ। त्यसो भन्दामा म भोलि राखी नमान्ने निर्णय गरिरहेको छु। त्यस अर्थमा असर पर्न गएको मेरो बहिनीसित म माफी माग्दछु होइन भन्दै यो सानो भिडियोबाट बिदा हुन चाहन्छु। यो सिमाइलो भाइ।